तपाईं सम्पूर्ण नमस्कार। स्वागत छ आजको यस भिडियो र थिङ्किङ रिच नेपालमा। म भिडियोको एडिटर विजय चमार र आज हामी आफ्नै एउटा छुट्टै नाम चाहिँ निकाल्न सफल हुनुभएको एउटा महान व्यक्तित्वसँग हामी थोरै कुराकानी गर्न गइराखेका छौँ। स्वागत छ सर हजुरलाई आज। धन्यवाद सर, आफ्नो परिचय सहित र तपाईँ यो चाहिँ यस्तो चाहिँ के अरे मायादेवी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत जस्तो पदमा तपाईँ चाहिँ एउटा अहिले हुनुहुन्छ र यस्तो चाहिँ प्रशासकीय अधिकृतको रूपमा तपाईँ हुनुहुन्छ र यस्तो चाहिँ तपाईँको जीवनको सङ्घर्ष र तपाईँले चाहिँ गरेको मेहनत के कसो छ त्यसको बारेमा थोरै आफ्नो परिचय सहित स्पष्ट पारिदिनु सर। मेरो नाम रामकृष्ण तेली, घर चाहिँ कपिलवस्तु नगरपालिका वडा नम्बर 12, पहिला साबिकको सौरा गाविस म पर्छ। म सुरुमा त्यही आफ्नै गाउँको 5 सम्म प्राइमेरी स्कुलमा पढेको, त्यसपछि 6 क्लासदेखि 10 सम्ममा भूतपदमा माविमा सरकारी स्कुलमा नै पढेको। अनि त्यसै गरेर +2 मैले सिद्धार्थ विद्या मन्दिरबाट पढेको र बैचलर म पढ्नको लागि काठमाडौँ गएको। त्यति बेला 2064 सालमा लोकसेवा खोल्दाखेरि मैले फारम लागेको र त्यति बेला मैले सुदूरपश्चिमबाट लोकसेवाको फारम लागेको। अनि 65मा रिजल्ट आयो र 65मा मैले नासुमा प्रथम पटकमै मैले सफलता हासिल गरेँ र डोटी प्राविधिक कार्यालयमा मेरो पोस्टिङ भयो। त्यसपछि मैले यातायात कार्यालय महाकालीमा काम गरेँ। अनि त्यसपछि आएर कारागारमा मैले लगभग 1.5 वर्ष जति मैले सहायकको रूपमा काम गरेँ र 1.5 वर्ष जति मैले निमित्त जेलरको रूपमा समेत काम गरेको। र त्यसपछि सरुवा भएर मेरो यशोधरा गाउँपालिका भयो र यशोधरा गाउँपालिकामा पनि मैले 1 वर्ष जति प्रशासन सेवा शाखामा बसेर काम गरेँ र कर्मचारी यो संयोजन 2075 पछि मैले मायादेवी गाउँपालिकामा संयोजन भएर आएर म यहाँ योजना शाखा प्रमुखको रूपमा कार्यरत थिएँ र हाल विगत त्यो भादोको महिनादेखि म निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा जिम्मेवारी पाई आफ्नो कामकाज गरिरहेको छु। अनि सर, तपाईँ यो मायादेवी गाउँपालिकामा चाहिँ निमित्त प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ र तपाईँ यस मायादेवी गाउँपालिकाको शिक्षा, स्वास्थ्य र कृषि अनि चाहिँ भौतिकको अवस्था पहिलाभन्दा अहिले कस्तो छ सर, त्यसको बारेमा थोरै स्पष्ट पारिदिनु। पहिला म आउँदाखेरि यस मायादेवी गाउँपालिकामा आउँदाखेरि धेरै बाटोहरू कच्ची ग्रेभलहरू थिए। अहिले लगभग प्राय कालोपत्रे भइसकेको, कालोपत्रे नभएका बाटाहरू पनि हामीले अब यहाँबाट हुने योजनाहरू यहीँबाट अब सक्ने जति यहीँबाट गरेछौँ। नहीं त ठुला योजनाहरू जस्तै हामी योजना आयोगबाट पनि सम्पूरकको रूपमा बजेट माग गरी त्यहाँबाट लगभग 2टा त एउटा बसन्तपुर र चाकाचौडा जोड्नेसम्म त्यो रोड हामी कम्प्लिट गरिसकेछौँ। अनि यसै गरेर हामी अहिले तत्काल हाम्रो 2टा रोडहरू एकदम कालोपत्रेको चरणमा छन्। यो भैँसकुण्डा मुनखोरिया जोड्ने सडक खण्ड, त्यसै गरेर हाम्रो यो बर्रोहिया मुङहारी सडक खण्ड त्यो अहिले निर्माणाधीन अवस्थामा छन्। म आएपछि एउटा पुल पनि त्यो हाम्रो भावपुर रतनपुर सडक खण्ड अन्तर्गत जमुवार खोलामा एउटा पुल पनि बनाइयो। त्यस्तै गरी यो 15 शैय्या अस्पतालको पनि हाम्रो यो माथिबाट केन्द्रबाट बजेट परेर इभिडिङ गरेर अहिले त्यो निर्माण काम लगभग लास्ट चरणमा छ। थोरै र्याम्पको काम बाँकी बचेर अब त्यो र्याम्पको काम भयो भने त्यो लगभग सिद्धिन्छ र त्यसलाई उद्घाटन गरेर त्यहाँबाट काम सुचारू गर्ने अपेक्षा पनि गरेछु मैले। अनि सर, तपाईँ भने एकदमै राम्रो भन्नुभयो। अनि सर, जस्तै चाहिँ अब भन्नुभयो होइन, अनि त्यसै गरी चाहिँ शिक्षाको अवस्था यो चाहिँ मायादेवी गाउँपालिकामा कुन रूपमा छ, तपाईँले चाहिँ कस्तो हेरिराख्नु भएको छ सर?
शिक्षाको अवस्था अब लगभग अब यहाँ मायादेवीको मात्र होइन, लगभग तराई क्षेत्रका लगभग मैले हेरेको यो कपिलवस्तु जिल्लाको यता दक्षिणी बेल्टको उत्तरी बेल्टभन्दा अलि कमजोर नै रहेको मैले पाएँ। र त्यसमा पनि मैले शिक्षा क्षेत्रमा समेत अब यहाँ त पहिला कुरा त नेपाल सरकारले भने जतिका दरबन्दी उपलब्ध नगराइएको, त्यसले गर्दाखेरि दरबन्दी र भौतिक सुविधा पनि अब सबै विद्यालयहरूमा भौतिक सुविधाको पनि अभाव रहेको हुँदा हामीले अब यही आर्थिक वर्षमा लगभग 3वटा हामी विद्यालय 4 कोठे भवनहरू बनाउँदैछौँ। माथिबाट बजेट आएर सङ्घीय सरकारबाट अनुदान आएर हामी अब एउटा फुलिकामा 4 कोठे भवन छ। त्यसै गरेर भैँसकुण्डामा हामी नेपाल माध्यमिक विद्यालय त्यो भैँसकुण्डामा पनि 4 कोठे भवन, त्यस्तै गरी सुभद्रा माध्यमिक विद्यालयमा पनि 4 कोठे भवन हामी निर्माण गर्दैछौँ। त्यसै गरेर शिक्षकको अभावलाई पूर्ति गर्नको लागि प्रत्येक विद्यालयमा स्वयंसेवक टिचरको समेत यहाँ गाउँपालिकाले व्यवस्था गरेको अवस्था छ। त्यसलाई कसरी सुधार्न सकिन्छ हामीले लगभग लागि परेका छौँ, बेला बेलामा अनुगमन गरिराखेछौँ। त्यहाँका टिचर ज्यूहरूलाई, शिक्षक ज्यूहरूलाई सुझाव सल्लाह पनि हामीले दिइराखेछौँ। यो जस्तै अब कुनै कमी कमजोरी पायो भने त्यसमा यसरी अगाडि बढ्नुपर्छ भनेर हामीले लगभग सुझाव सल्लाह दिइराखेछौँ। अहिले यो वर्षमा मैले त्यो कक्षा 8 को परीक्षा जस्तो पहिला हुन्थ्यो, जिल्ला स्तरीय कक्षा 8 को परीक्षा भइराखेको हुन्थ्यो, अहिले त्यो हराएको थियो। मैले यो पालिकामा पालिका स्तरीय अहिले गराएँ कक्षा 8 को परीक्षा अहिले तत्काल अहिले सिद्धिएछ। त्यो कक्षा 8 को परीक्षालाई पालिका स्तरीय परीक्षाको रूपमा गरेर 8वटा केन्द्र तोकेर त्यसबाट सञ्चालन गरेको छ। शिक्षामा त्यसै गरी सुधार गरिराखेछौँ। ओके सर, धन्यवाद। अनि सर त्यस्तै गरी तपाईँ अहिले चाहिँ यो मायादेवी गाउँपालिकालाई चाहिँ पहिलाभन्दा अहिले कस्तो छ र अझै के गर्न सकिन्छ र तपाईँको नजरमा चाहिँ यो मायादेवी गाउँपालिकालाई चाहिँ कस्तो हेर्न चाहनुहुन्छ सर? मैले समृद्ध मायादेवी गाउँपालिका मैले बनाउन कोसिस गरिराखेको छु सर। मैले लगभग पब्लिक जनप्रतिनिधि र कर्मचारी सबैको सहयोगको अपेक्षा गरिरहेको छु र सहयोग पनि पाइराखेकै छु। पब्लिकले मलाई सहयोग गरिराख्नुभएको छ, आफ्नो ठाउँमा गरिराख्नुभएकै छ। जनप्रतिनिधिज्यूहरूले पनि सहयोग गरिराख्नुभएको छ, कर्मचारीज्यूहरू पनि लगभग सहयोग गरिराख्नुभएकै नै छ। अब यताखेर अब मैले त्यसलाई अब कसरी अगाडि बढ्यो भनेर अब खाका पनि बनाइसकेको छु। मैले यसलाई कहाँ के कमी कमजोरी छ हाम्रो यसमा, हामीले के गर्नुपर्छ, मैले सुझाव सल्लाह पनि बेला बेलामा यहाँका विशिष्ट व्यक्तिहरूबाट ज्ञान प्राप्त जस्तै अब विशिष्ट उपलब्धि गरेका या ख्याति प्राप्त व्यक्तिहरूबाट मैले लगभग के गर्न सकिन्छ, कसरी अगाडि बढ्न सकिन्छ, कसरी यो मायादेवीको विकास गर्न सकिन्छ भनेर मैले लगभग छलफल गरिराखेको हुन्छु। ओके सर, अब तपाईँले चाहिँ भनिसक्नु भएको छ सर। अनि सर तपाईँ यो चाहिँ मायादेवी गाउँपालिकामा चाहिँ नियमित प्रमुख प्रशासकीय रूपमा बसिराख्नु भएको छ र यहाँको गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र अन्य जनप्रतिनिधि अथवा यहाँको कर्मचारीहरूको बिच र तपाईँको बिच सम्बन्ध के कस्तो छ सर? जनप्रतिनिधि र कर्मचारीको बिच सम्बन्ध अहिले सुमधुर नै छ। साथीहरूले अब कर्मचारीज्यूहरूले पनि मलाई सहयोग गरिराख्नुभएको छ, कामकाज अहिले भइरहेको छ। थोरै के छ भने अब हाम्रो मायादेवी गाउँपालिकामा अलि थाहै कर्मचारीको जनशक्तिको अभाव छ। यहीँ भन्दाखेरि पालिकैमै अब 4वटा प्रशासनिक कर्मचारीको दरबन्दी हुनु ठाउँमा एउटा पनि दरबन्दी नभएको अवस्था छ सर। त्यस्तै गरेर हाम्रो यो वडा कार्यालयमा पनि अब 2टा वडा सचिवको दरबन्दी रिक्त छ। त्यसमा पनि हामी अब 1जना सचिवलाई 2टा दिएर सञ्चालन गरेको छ र 1जना प्राविधिक कर्मचारी हुनुहुन्थ्यो वडा प्राविधिक, उहाँलाई पनि हामी सचिवको रूपमा काम गराइरहेका छौँ। सचिवको कार्यालयको वडा कार्यालयहरूको काम हेम्पर नहोस्, कसरी त्यसलाई प्रगतिशील बनाउन सकिन्छ, कसरी त्यसलाई राम्रो बनाउन सकिन्छ भनेर मैले कर्मचारीलाई जेसुकै जस्तो अवस्थामा छ मैले तिनलाई परिचालन गरेर यहाँको कामलाई एकदम
राम्रो बनाउन कोसिस गरिरहेको छु। ओके सर, एउटा जस्तै एउटा कुरा के सुन्न चाहन्छु सर, जस्तै एउटा फिल्ममा एउटा हिरो हुन्छ होइन, तपाईँ जस्तो हाम्रो समुदायको लागि तपाईँ एउटा हिरो हुनुहुन्छ र त्यो हाम्रो मधेसी समुदायबाट तपाईँलाई हेरेर चाहिँ कतिपय हामी जस्तै युवाहरू चाहिँ हामी जस्तै साथीभाइहरू चाहिँ मेहनत गरिराख्नु भएको छ कि अब उहाँ दाइ अथवा उहाँ सर जस्तै म पनि एउटा प्रमुख प्रशासकीय स्क्रिप्ट बन्न चाहन्छु भनेर जुन चाहिँ त्यो भाइ बहिनीहरू सोच गरिराख्नु भएको छ, ती भाइ बहिनीहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ सर? मैले ती भाइ बहिनीहरूलाई तपाईँहरू पढ्नुहोस्, मेहनत गर्नुहोस्। मैले दृढ विश्वास छ मेरो तपाईँहरूले गरेको मेहनतको प्रतिफल नजायज जाने छैन। किनभने मैले हेरेँ त्यहाँ लोकसेवा यस्तो संस्था हो, निष्पक्ष संस्था हो जहाँ कसैको पावर चल्दैन। तपाईँको मेहनतको फल एक न एक दिन अवश्य हुन्छ। कम्पिटिटर बढी छन्, कम्पिटिटरले गर्दाखेरि तपाईँको नाम निस्के पनि कहिलेकाहीँ अब वैकल्पिक पनि पढ्न सकिन्छ। त्यति बेलामा निराश नहुनुहोस्, एकैचोटि सफलता पाइन्न। पढ्दै गर्नुहोस्, तपाईँले गर्नुभएछ, मेहनत गर्नुभएछ भने अवश्य नै एक न एक दिन तपाईँ सफल हुनुहुन्छ। म जस्तै प्रमुख प्रशासकीय अधिकृत भन्दा तपाईँ सिडिओ पनि बन्न सक्नुहुन्छ, यस कार्यालयको जिल्लै हाँक्न सक्ने हुनुहुन्छ। त्यसले गर्दाखेरि निराश नहुनुहोस्, मेहनत गर्नुहोस्, मेहनतको प्रतिफल एकदम राम्रो हुन्छ। म सबै यहाँका समुदायका सबै भाइ बहिनीहरूलाई मैले त्यही भन्न चाहन्छु, मेहनत गर्नुहोस्। मैले पनि मेरो पनि इच्छाकाङ्क्षा छ यहाँका भाइ बहिनीहरूलाई मभन्दा ठुलो पदमा पनि मैले बस्न हेर्न चाहेको छु। ओके सर, अनि सर यो मायादेवी गाउँपालिकाको जनताहरूलाई तपाईँ चाहिँ के सन्देश दिन चाहनुहुन्छ सर? मैले मायादेवी गाउँपालिकाका जनताजीहरूलाई आउनुहोस्, निर्धक्क साथ सेवा लिनुहोस्। ओके, मेरो कार्यकालमा हजुरहरूलाई कुनै दुःख हुने छैन। म वचनबद्धता पनि प्रतिबद्धता पनि जाहेर गर्न चाहन्छु। मैले सकेको सेवा, मलाईबाट हुने सेवा मैले निष्पक्ष तरिकाले तपाईँले कागज पुर्याएर आउनुहोस्। कागज पुर्याएको मैले तपाईँको जति सक्दो छिटो हुन्छ म 2 मिनटमै मेरो टेबलमा आएको म 2 मिनट 1 मिनटमै तपाईँको सेवाको दिन तयार छु म। ओके, थ्याङ्क यू सर। अनि सर यसै गरी आजैबाट चाहिँ सुरु भएको चाहिँ कक्षा 10 को यसै इक्जाम सुरु भएको छ, ती विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ तपाईँ केही भन्नुहुन्छ सर? ती विद्यार्थी भाइ बहिनीहरूको सफलताको शुभकामना म दिन चाहन्छु। सम्पूर्ण भाइ बहिनीहरू एकदम राम्रो अङ्कले उत्कृष्ट अङ्क ल्याई सफल हुन् र आगामी भविष्यको उज्जवल प्रगतिको कामना समेत गर्न म चाहन्छु। ओके, थ्याङ्क यू सो मच सर। तपाईँहरू चाहिँ हेरिसक्नु भएको छ। अब चाहिँ उहाँले चाहिँ आफ्नो जीवन यहाँसम्म पुग्नलाई के कति चाहिँ मेहनत गर्नुभएको छ, के कस्तो चाहिँ सङ्घर्षहरू छ, च्यालेन्जिङको विषयहरू पनि चाहिँ उहाँले चाहिँ भनिसक्नु भएको छ। सो हामी तपाईँ चाहिँ उहाँ जस्तै अब चाहिँ भन्न सकिन्छ र यहाँको चाहिँ गाउँपालिका प्रमुख प्रशासकीय हुनुहुन्छ र यहाँको जनताहरूलाई चाहिँ के कसरी चाहिँ साझीकरण काममा चाहिँ होस्, जुनसुकै विषयमा साझीकरण गर्दै र उहाँ चाहिँ आफ्नो निष्पक्षको रूपमा चाहिँ काम गर्नुहुन्छ र यति भन्दै धन्यवाद सर।